यो देशका युवाहरू धेरै समयदेखि शान्त थिए, तर 2025मा उनीहरू उठे, शक्तिसहित, आवाजसहित, इनफ इज इनफ भन्ने नारासहित। आजको भिडियोमा हामी नेपालमा भएको जेन जेड आन्दोलन किन सुरु भयो, कसले चलायो, के माग थिए र अब देश कहाँ जाँदैछ, सबै कुरा सरल भाषामा बुझ्नेछौँ। सबै कुरा सुरु भयो एउटा सपनाबाट, एक भरपर्दो, पारदर्शी, भ्रष्टाचार मुक्त नेपाल। जेन जेड 20 वर्षदेखि 30 वर्षसम्मका टेक-सभी, सचेत, डिजिटल पुस्ता। उनीहरू टोल-टोलमा होइन, अनलाइन बाफिँदै थिए। तर एक निर्णयले आगोमा घिउ हालिदियो। नेपाल सरकारले 26 वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय। फेसबुक, इन्स्टाग्राम, युट्युब, एक्स सबै बन्द, मात्र टिकटक खुला। युवाहरूले सोधे, किन? कसका लागि? के यो अभिव्यक्ति स्वतन्त्रताको हत्या हो? यही प्रश्नले जनक्रान्ति जस्तो लहर पैदा गर्यो। पहिलो दिन सयौं युवा, दोस्रो दिन हजारौं, तेस्रो दिन पुरै देश उठ्यो। यो कुनै पार्टीको आन्दोलन थिएन, यो कुनै नेताको निर्देशन थिएन। यो देशका निराश, उपेक्षित, बेरोजगार, दिग्भ्रमित युवाहरूको विद्रोह थियो। आन्दोलन किन हिंसात्मक भयो भन्ने प्रश्न धेरैले सोध्छन्। किनभने वर्षौंको दमन, भ्रष्टाचार, अवसरको अभाव र राजनीतिक खेलले उनीहरूलाई थाकाइदिएको थियो। जब आशा मर्छ, आक्रोश जन्मिन्छ। युवाहरूका मुख्य मागहरू: सामाजिक मिडिया स्वतन्त्रता कायम गरियोस्, पारदर्शी, जवाफदेही सरकार। 3. भ्रष्टाचार विरुद्ध कडा कारबाही। 4. रोजगारीका अवसर। 5. शिक्षामा सुधार छ, नेताहरूको परिवारवाद, घुमाउरो खेल अन्त्य। यी माग नेपालका युवाहरूका मात्र होइन, देशका सबै नागरिकका माग थिए। तर स्थिति चर्किँदै गयो। युवाहरू संसद भवनतिर बढे, सुरक्षाकर्मी र प्रदर्शनकारी बीच झडप भयो। देश अव्यवस्थित भयो। अन्ततः प्रधानमन्त्रीले राजीनामा दिए र देशमा आयो इन्टरिम गभर्नमेन्ट। सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार गठन भयो। अब लक्ष्य छ देश स्थिर बनाउने, चुनाव तयारी गर्ने र आन्दोलनले उठाएका मुद्दाहरू सम्हाल्ने। अब नेपाल कहाँ जाँदैछ? यी 3 कुराले निर्धारण गर्छ। 1. 2026 को चुनाव कस्तो हुन्छ? 2. नयाँ नेतृत्व युवाको आवाज सुन्नेछ कि पुरानै खेल दोहोरिनेछ? 3. डिजिटल स्वतन्त्रता, शिक्षा सुधार र आर्थिक पुनरुत्थान कतिको प्राथमिकतामा राखिन्छ? जेन जेडले देखायो, देश परिवर्तन गर्न लाखौं हात चाहिँदैन। सही सोच, सही आवाज र सही दिशा चाहिन्छ। आज नेपाल इतिहासको सबैभन्दा महत्त्वपूर्ण मोडमा छ र यो परिवर्तनको बाटो तिमीहरू, हामीहरू सबै मिलेर खोल्न सक्छौं। यदि तपाईँ नेपालका युवाहरूको शक्ति, आवाज र सचेत विचार सुन्न चाहनुहुन्छ भने यो नै तपाईको ठाउँ हो। जेन जेड पावर नेपाल, युवाको शक्ति, युवाको आवाज, युवाको भविष्य। लाइक, शेयर, सब्स्क्राइब गर्न नभुल्नुहोस्। अर्को भिडियोमा फेरि भेटौँला।